झापामै थियो गुट, किन नआउनु गुट? बिपीको पहिलादेखि गुट थियो, पार्टीमा गुट थियो, उपगुट थियो, झगडा थियो, पार्टीभित्र प्रतिस्पर्धा थियो। तर पार्टीभन्दा बाहिर रहेको लाखौं मान्छेलाई त्योसँग कुनै पनि सरोकार थिएन। मैले आदर गर्न खोजेको कुरा आज पनि यही हो। हामीलाई के लाग्छ? हामीले घरभित्र बसेका छौँ। हामीलाई के लाग्छ? हाम्रो पार्टीभित्रको हाम्रो जुन झगडा छ अथवा एकता छ, मिलन छ, यो महत्त्वपूर्ण छ, कम महत्त्वपूर्ण छैन भने गएन। तर यो नै सबै कुरा भन्ने लाग्छ। तर योभन्दा बाहिर रहेका ती लाखौं मानिसलाई त्यसमा केही पनि मतलब छैन। उसलाई हाम्रो पार्टीप्रतिको भरोसा छ भने छ, छैन भने छैन। आजको दिनको स्थिति के छ? भरोसा त्यसरी तल गएको अवस्था हो। कहाँबाट भयो? किन भयो? मैले यो बिचमा थुप्रै साथीहरू भेटेँ, थुप्रैसँग मैले अहिले अन्तर्क्रियाहरू गरेँ। हाम्रो मेरो म तपाईँले भने मेरो त सामान्य कथा हो है। मेरो धेरै दुःख पाएको परिवारको पनि सामान्य परिवार। आज म भर्खर यहाँ कार्यालयमा गएर श्रद्धाञ्जली अर्पण गरेर आयो। 28-29 सालको त्यो दुःखको बेलामा काङ्ग्रेस भएको यस्तो कथाहरू थापामा कति होला अहिले भर्खर एकजना बा मैले गोविन्द कडेले आउँथे भर्खर यहाँ मैले भर्खर भेटेँ। यस्तो कथा कति कुरा हो? यी सबै कथाहरू मिलेर बनेको नेपाली काङ्ग्रेस हो नि। तर आज त्यस्तै कथा भएको परिवारको त्यो जेन्जी भनेको को हो? त्यही परिवारको छोरा होइन, छोरी त्यसले हाम्रो भोट हालेन, उही हो नि त। म त्यो बेलाको जेन्जी बाल काङ्ग्रेस पनि आजको जेन्जीले कता कता हालेन नि त। किन हालेन? संगठन कमजोर भयो भन्छु हामी त्यो होइन। सबभन्दा मुख्य कुरा भनेको इमेज, पार्टीप्रतिको एउटा त्यो भरोसा है भने 500 क्रियाशील सदस्य हुँदै गर्दा पनि पुगेको थियो। त्यो भरोसा किन टुट्यो भनेर अहिले पछाडि धेरै मानिसहरू छलफल गर्दै जाँदै गर्दा मैले चाहिँ कसरी हेरेको छु भने एउटा टाइम लाइनमा राखेर हेरेँ। 2072 सालमा संविधान बन्यो। कार्य समय सकेपछि मेरो कुरा किताब पसलमा आउनुहुन्थ्यो र हामी दाजुभाइहरू पालो पिलो गरेर किताब पसलमा बस्नु पर्थ्यो। पुस्तक पसल भएकोले पत्रिका पनि हुन्थ्यो र पत्रिकाको ग्राहकहरू हुनुहुन्थ्यो। त्यो दिन मेरो बुहारी के गर्दै हुन्थ्यो भने आएका ग्राहकहरूलाई एउटा क्यालेन्डर चाहिँ भित्र हालेर निःशुल्क क्यालेन्डर दिनुभएको थियो। त्यो भित्तामा टाल्ने क्यालेन्डर एकापट्टि किशुनजीको फोटो, एकापट्टि दमननाथ भुँगाको फोटो। दमननाथ भुँगा हाम्रो उम्मेदवार। यसो हेरेँ मैले, सायद सोधे होला तर हेरेँ। बुवाले निःशुल्क क्यालेन्डर मानिराख्नु भएको थियो। आउने मान्छेहरूले खुसी भएर धन्यवाद दिनुभएको थियो। 2025 कति क्यालेन्डर बाँड्नुभयो होला। मेरो बुवा निजामती कर्मचारी संघको सदस्य पनि हुनुहुन्थ्यो। त्यो बेला निजामती कर्मचारी संघ भन्ने बनेकै थिएन। मेरो बुवा काङ्ग्रेसको क्रियाशील सदस्य पनि हुनुहुन्थ्यो। मेरो बुवाले दमननाथ भुँगाले गरी चिन्ता पनि जित्नु भयो। त्यो आर्थिक समितिको सदस्य पनि हुनुहुन्थ्यो। कसैले गर भनेको पनि होइन, आफै